दुखी बनेर यहाँसम्म आइदिनु भयो अनि आज मानिस भएर के रहेछ वास्तविक जीवन, आज हामी कसलाई खोज्नुपर्ने रहेछ भन्ने कुरा पनि तपाईले सुन्नु भएको छ। यस विषयमा अझै तपाईहरुले बुझ्नको लागि हाम्रो बेर्सिया प्रार्थना भवन बुटोल है, जहाँ अहिले सेवाकाई भयो अनि अरू जग्गा पनि छ। हाम्रो प्रार्थना भवनहरू विभिन्न ठाउँमा छन्, त्यहाँ तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ र यो अनन्त जीवनको तपाईहरु भागीदार बन्न सक्नुहुन्छ। यही आदर महिमा तपाईले नै पाउन सक्नुहुन्छ आज। त्यसै कारणले गर्दा हामी यो सूचना तपाईहरुलाई गर्दछौँ। अनि साथै एउटा यहाँ खगी कला थापाको एउटा भिसा कार्ड यो यहाँ प्राप्त भएको छ। खगी कला ल यो लैजानु होला है, तपाईको पैसा फेरि कति छ गायब होला ल। अनि अब हामी थोरै मट्टी दिन्छौँ हगि। अनि यहाँ मट्टी दिइसकेपछि तपाईहरुलाई यहाँ हाम्रो भेना, यहाँ दिदी परिवार, छोरीहरूले, नाता नातिनाले एकदम प्रेमपूर्वक सबैलाई एउटा स्वादिष्ट भोजन त्यहाँ तयार गर्नु भएको छ। सबैजनाले सेवन गरेर गइदिनु होला हगि। अनि त्यसपछि हामी स्थानीय अरू पनि हामी घरमा सान्तवना सेवाको लागि हामी सिधै यहाँदेखि वहाँ जान्छौँ र त्यहाँदेखि अनि हामी सानो सेवाकाई गरेर हामी आफ्नो घरतिर जान्छौँ। अनि यो शोकित घरानाप्रति अनि यहाँ आफन्तहरूको लागि अनि बेर्सिया प्रार्थनाको लागि सबैजनाले प्रार्थना चाहिँ गरिदिनु होला। यो सेवाकाईद्वारा धेरै आत्माले परमेश्वरलाई चिन्ने मौका पाएका हुन् भनिकन। चियाको लागि हाम्रो आमोस दाजु बिरियाबाट आउनु भएको, उहाँले मट्टी दिएर चाहिँ गएर छिट्टो ढिलो नगरिकन छिटो गएर प्रार्थना गरिदिनु, अनि त्यसपछि उहाँ सप्लाई गर्नुहुन्छ। अनि हाम्रो यहाँ स्थानीय दिदीबहिनीहरू त्यहाँ गएर सप्लाई पनि गरिदिनु होला, सहायता पुर्याइदिनु होला। हुन्छ, अब हामी स्तुति सुरु गर्छौँ अनि त्यसपछि दिदीबहिनी हुँदै अनि दाजुभाइ यहाँ पालैपालोसँग हामी गर्छौँ, मट्टी दिएर हामी जान्छौँ। हुन्छ, हस् त, जय मसीह, धन्यवाद। ठुलो सुनबाट 216 नम्बर, ठुलो सुनबाट 216 नम्बर। कहिले देखो कहिले हाँसो कहिले मिलन कहिले देखो कहिले हाँसो कहिले रुदन यस्तो नै छ